गाडी आधी झरिरहेछ अनि म चाहिँ गाडीभित्रै छु फेरि मेरो हात पाएँ त्यो गियर लिभरमा अल्झिहाल्यो म असिन भित्रै भएँ कि अब मृत्यु नै देखेँ मैले त अनि त्यहाँबाट 1 सेकेन्ड या 2 सेकेन्डले गाडी फेरि अटोमेटिक सिधा जस्तो भयो कि यसो साइड धसेछ त्यो ग्यासले हो कि केले हो उचाल्यो कि गाडी तल गएको गाडी पनि यस्तरी उचालेर सिधा भयो अनि एक्कासी म हाम फाल्दा सिधै गयो। हेटौडा उपमहानगरपालिकाको 16 र 17 को सिमाना नजिकै गैरीगाउँको भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान जमिनमुनि भाँसिएको 4 दिनसम्म पनि फेला परेको छैन। शुक्रबार र शनिबार 2 दिनसम्म खोज्दा पनि गाडी नभेटेपछि आइतबार पनि सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम गरिएको थियो। निकेश राईको नाममा रहेको ना 4833 नम्बरको टाटा मोटर्सको योद्धा डिआई गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँबाट गुडिरहँदा 81 भाँसिन पुगेको हो। गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीको ढालामा सामान अड्डाउन बाँधेर राखेको डोरीले तानेर नजिकैको पोलमा बाँध्ने कोसिस गरेका थिए। तान्ने कोसिस गर्दा गर्दै केही मिनेटमै हातै लछारेर गाडी भाँसिएको गाडी धनी तथा चालक हरेराम राईले बताएका छन्। माग्न जाने भनेको थियौँ कुखुरा फर्ममा त्यो लेनदेन थियो अलिकति माछाको पैसा अनि त्यहाँबाट उसलाई चाहिँ उलिन जानु खोजेको थियो मैले होइन त जानु पर्दैन अहिले ओर्ली मान्छे रेस्ट गरिरहेको बेला यस्तो आर्थिक कारोबार गर्नु हुँदैन भनेर उसलाई गाडीबाट ओर्लेको पनि फेरि हालेर ल्याइसकेपछि यहाँ आयो पिपल बोर्डमा आइयो पिपल बोर्डमा आयो त्यहाँ एउटा त्यहाँ काम गर्ने मान्छे थियो उसँग पनि कुरा गरेँ मैले अनि त्यहाँबाट मलाई 1 मिनट लाग्यो होला 1 मिनट पनि लागेन सर र आएँ गाडी 2 नम्बरमा थियो हिँडिरहेको थियो अलिअलि ओह्रालो थियो अनि आइसकेपछि तपाईँको ठ्याक्क त्यो अहिले पट्केको भन्दा खाल्टो हुनुभन्दा अगाडि 5 मिटर जति उता एकदम जमिन हल्लियो कम्पो जस्तो गयो के ढाक्लाको ढोक्लो गरेको जमिन यस्तै भयो के अनलेबल भयो गाडी त्यस्तो भएपछि यो पोखरीको माछा सबै उफ्रियो ब्यारेङ र्याङ 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 उफ्रियो माछा होइन मैले चाहिँ के सोचेँ नि म माछा पालक कृषक भएको भएर भूकम्प आउँदाखेरि माछा स्थिरमा हुँदैन सबै पोखरीमा माछा उफ्रिन्छ जस्तो उफ्रिन्छ। भूकम्पै आयो भने ठान्नु भूकम्पै आयो कत्रो भूकम्प आयो भने गाडी पनि अनलेबल भइसकेपछि 1.5 फिट गाडी अझ बढाएँ बढिसकेपछि अनि यसो अगाडि हेर्दै थिएँ पट्क्यो के ठुलो आवाज आयो जमिन होइन पट्किसकेपछि एकैचोटि त्यहाँको होल भयो रङ 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 होल भयो ठुलो इनार गाडी जाने नै इनार भयो के अनि त्यहाँबाट वाच धमिलो लेदो पानी कमेरो माटो जस्तो पानी त्यहाँबाट निक्ल्यो वाच्चै माथिसम्म आयो 1.5 फिटै आयो आइसकेपछि अनि गाडी सररै तानिहाल्यो अनि त्यही भान्जाहरू पनि आइपुग्नु भएको थियो हाम्रो मेरो एउटा ड्राइभर स्टाफ पनि त्यही पुगेको थियो अनि आऊ 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 भन्यो मैले है गाडी दब्दैछ आऊ आऊ भन्यो होइन अनि त्यो मेरो साइडमा भएको मोतीलाल सहनीलाई चाहिँ भाइ उत्री अब डेन्जर हो यहाँ जमिन धस्यो भन्नु पा चाहिँ त्यो त ढोका समाइरहेको रहेछ खोलेको यहीँदेखि खोलेर गएको रहेछ है लाएको भए त हामी सक्थेन लक खोल्नै पाउँथेन मतिरको त लक ठ्याक्कै बन्द भएर धसिहाल्यो अनि धसेपछि त्योतिरको लक रहेछ त्यो हाम फालिहाल्यो त्यो हाम फाल्ने क्रममा त्यो हाम फालेर दाइ ओर्लिनु गाडी गइसक्यो भन्दै गाडी आधी झरिरहेछ अनि म चाहिँ गाडीभित्रै छु फेरि मेरो हात पाएँ त्यो गियर लिभरमा अल्झिहाल्यो म असिन भित्रै भएँ कि अब मृत्यु नै देखेँ मैले त अनि त्यहाँबाट 1 सेकेन्ड या 2 सेकेन्डले गाडी फेरि अटोमेटिक सिधा जस्तो भयो कि यसो साइड धसेछ त्यो ग्यासले हो कि केले हो उचाल्यो कि गाडी तल गएको गाडी पनि यस्तरी उचालेर सिधा भयो अनि एक्कासी म हाम फाल्दा सिधै गयो। तपाईँ हाम फाल्दामा मात्र भाग्नुभयो पछि यसो फर्केर हेर्दा त गाडी भन्ने चिज त केही पनि देखेन त्यो ब्याग लाइट बालेको थियो मैले ब्याग गरेर हाल्दा त्यो चाहिँ पिल गरी गयो अनि त्यो बानेर कता यसो बान्नु पनि त्यो डोरी चाहिँ हामीसँग कन्टिन्यू थियो अनि त्यो केटाले चाहिँ डोरी समाइरहेको छ हाम्रो ड्राइभरले अनि त्यो डोरी सुलुलुलुला गएको त्यसरी गइसकेपछि अनि अरू जमिन सबै त्यो डोरी जाँदा चाहिँ गर्दाखेरि चाहिँ नबाँधेर हुन्छ कि भनेर
त्यो त कन्टिन्यू बाँधेकै थियो हाम्रो पहिलेदेखि बाँधेको। त्यसमै बाँधेको थियो, यता बाहिर चाहिँ बाँध्न खोजेको। बाहिर चाहिँ बाँध्न खोजेको उसले। किन ए गाडी त गइरहेको थियो, त्यो त उसले सधैँ अनुभव भएको कि दाना आइसकेपछि त्यो गाडी नै ढालामा लाउँथ्यो के, ढालामा त्यो गाडी यसरी लगाइदिन्थ्यो कि डोरी, ए सपोर्ट गर्ने हो कि हामीले बोरा नझरोस् भनेर। नझरोस् भनेर त्यही डोरी सम्हाल्यो। गाडी भाँसिएको सडकको दायाँ बायाँ 18 बिघा क्षेत्रफलमा 6वटा माछा पालन पोखरीहरू छन्। माछा पोखरीहरू रत्नकाली एग्रिकल्चर फार्मको हो। विगत 5-7 वर्ष अघिदेखि नै सडक छेउमा पानी तान्ने बोरिङ गाडिएको थियो। उक्त बोरिङ गाडी धनी हरेराम राईले माछा पोखरीमा पानी हाल्ने प्रयोजनको लागि गाडेका थिए। त्यही बोरिङसँगै सडक भाँसिएर गाडी हराएको हो। बोरिङकै कारण भित्रको माटोबाट बाहिर ल्याएर भित्री भाग खुकुलो भई फासिन गएको हुन सक्ने अनुमान स्थानीयहरूको छ। साइडमा बोरिङ छोरे हैन, बोरिङ थियो। हजुर हजुर। अनि त्यो बोरिङमा चाहिँ पानी तान्दाखेरि अटोमेटिक त्यो पानी सँगसँगै हल्का बालुवा लिँदो पनि आइरहने थियो हैन। कति वर्ष अगाडिदेखि थियो नि यहाँनिर यो माछा प्लेन र बोरे? यो त 5-7 वर्ष भयो यो। ए अनि त्यतिखेरदेखिबाट यो पानीको चाहिँ त्यो तान्ने क्रममा चाहिँ बालुवाहरू चाहिँ आइरहने र त्यो खोक्रो भएको हो कि भन्ने चाहिँ अनुमान लगाइएको छ। तर सबै तथ्य यथार्थ त्यो हो कि होइन कसो हो त्यो चाहिँ थाहा छैन। गाडी भाँसिएको केही सेकेन्डमै गायब हुँदा गाडी चालक तथा सहचालक अचम्ममा परेका छन्। बाटोमा गुडिरहेको गाडी भाँसिएर जमिन मुनि हराएको घटनाले धेरैलाई अचम्मित तुल्याएको छ। आइतबार गाडी भाँसिएको छेउमा रहेको पोखरीबाट माछा र पानी निकाल्ने काम भएको थियो। पोखरीको माछा र पानी खाली गरेपछि गाडी भाँसिएको स्थानमा गाडीको खोजी गर्न सहज हुने। पोखरीको पानी दुईटै पानी सुकाएर अनि मात्रै हेर्ने भन्ने कुरा आएको छ कि? एउटा पोखरीको सुकाएर हजुर अनि पुरा हेर्ने भन्ने कुरा गरे। ए त्यही भएर यताको माछाहरू चाहिँ सिफ्ट गरिरहेछ। अलि टाढैबाट तानेर त्यो एरिया भन्दा अलि टाढैबाट तानेर माछाहरू छरिरहेछ। उक्त स्थानको अध्ययनको लागि भूगर्भविदलाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय भएको थियो। हेटौडा उपमहानगरपालिकाले विपद व्यवस्थापन समितिको बैठक डाकेर उक्त स्थानको अध्ययनको लागि भूगर्भविदलाई बोलाउने निर्णय भएको थियो। सोही अनुरूप मंगलबार भूगर्भविदहरूले उक्त क्षेत्रको भूबनोटबारे अध्ययन गर्ने उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले जानकारी दिइन्।